सबैजनालाई फेरि पनि ख्रीष्ट अभिवादन जय मसीह। परमेश्वरले तपाईलाई प्रशस्त गरिकन आशीर्वाद दिउन्। आज हामी फेरि पनि परमेश्वरको वचनबाट केही कुरा सिक्न गइरहेका छौँ र आजको वचन चाहिँ हामी फिलिपी 1 को 6 पदलाई म पढ्न चाहन्छु। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ। कहिलेकाहीँ हाम्रो जीवनमा परमेश्वरले हाम्रो जीवनमा त्यो वृद्धिलाई नदिएको जस्तो, प्रार्थना नसुनेको जस्तो, या हाम्रो जीवनमा केही पनि नभएको जस्तो हामीलाई अनुभव हुन्छ। अनि हामीलाई लाग्छ कि सायद मेरो जीवनमा परमेश्वरले काम गरिराख्नु भएको छैन भनेर, या मेरो परिस्थिति चाहिँ परिवर्तन हुँदैन, या म चाहिँ अब सेवकाई गर्न सक्दिनँ होला भन्ने ठाउँमा पनि हामी पुगेका हुन्छौँ। र आज म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। फिलिपीको पुस्तक 1 को 6 ले भन्दछ, परमेश्वरले नै हाम्रो जीवनमा असल कामको सुरुवात गर्नुभएको ख्रीष्ट येशूद्वारा। हाम्रो जीवनमा काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ। चाहे तपाईँ सेवकाई गर्न होस्, चाहे तपाईँ विश्वास गर्न होस्, कुनै पनि क्षेत्रमा तपाईँको जीवनलाई निर्माण गर्ने काम परमेश्वर आफैले नै गर्नुभएको। फिलिपीको समयमा चुनौती नै चुनौती थियो उनीहरूको जीवनमा। पर्सिक्युसन, सतावट त्यत्तिकै नै, अनि क्रिस्चियन्सहरूको विकृति पनि त्यत्तिकै नै, थुप्रै कुरा थियो जसले चाहिँ उनीहरूलाई हताश पार्दथ्यो। अनि उनीहरूलाई लाग्थ्यो अब हामी सेवकाई गर्न सक्दैनौँ होला, अब हाम्रो विश्वासमा हामी अघि बढ्न सक्दैनौँ होला, हाम्रो सेवा सङ्गति अनि प्रार्थनामा हामी बढ्न सक्दैनौँ होला भन्ने कन्डिसनमा चाहिँ फिलिपीका विश्वासहरू पुग्दै गर्दा पावल एउटा ठुलो उत्साहको कुरा के भन्छ भने, तिम्रो जीवनमा काम सुरुवात गर्ने चाहिँ परमेश्वर आफै हुनुहुन्छ। हामी आफै होइनौँ, हाम्रो कोसिसले, हाम्रो विचारले र हाम्रो समझ शक्तिले भन्दा बढी परमेश्वर आफैले नै हाम्रो जीवनमा कार्य गर्नुभएको, अनि त्यो पनि असल कार्यलाई गर्नुभएको। अनि वचनले भन्दछ असल काम सुरु गर्नुभयो अनि उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। अनि प्रभु येशू ख्रीष्टमा नै परमेश्वरले जुन कामको सुरुवात गर्नुभएको छ त्यो काम चाहिँ हाम्रो जीवनमा उहाँले नै कम्प्लिट गर्नुहुन्छ, परमेश्वर आफैले नै। त्यस कारणले गर्दा हामी हरेस नखाउँ, सतावटको बिचमा, दुःखको बिचमा, सेवकाईमा केही नभएको देख्दै गर्दा, अरूको सेवकाई ग्रोथ होला, थुप्रो एक्टिभिटिज भइराख्ने देख्दाखेरि कहिलेकाहीँ मेरो सेवकाईमा त प्रभुले काम गरेको छैन, मेरो परिवारमा, मेरो जीवनमा साथीले उन्नति गर्दै गर्दा, अरूले गर्दै गर्दा हामी विचलित नबनाऊ। तपाईँलाई परमेश्वरले छुट्टै योजनाको लागि बोलाउनु भएको छ, मलाई परमेश्वर छुट्टै योजनाको लागि बोलाउनु, अनि परमेश्वरले सबैभन्दा बढी निरन्तर तपाईँ मेरो जीवनमा काम गरिराख्नु भएको छ। धेरैचोटि हामी अनुभव गर्दैनौँ होला, हामी देख्दैनौँ पनि होला, अनि कहिलेकाहीँ लाग्छ परमेश्वरले खै त काम गरेको छैन त भने जस्तो पनि लाग्दैन। तर वचन अनुसार परमेश्वर स्टिल उहाँले हाम्रो जीवनमा, तपाईँको मिनिस्ट्रीमा, तपाईँको परिवारमा, तपाईँको काममा, व्यक्तिगत जीवनमा परमेश्वरले काम गरिराख्नु भएको छ। उहाँले हामीलाई छोड्नु भएको छैन, त्याग्नु भएको छैन, उहाँले हामीलाई भुल्नु भएको छैन। परमेश्वरले नै हाम्रो जीवनमा असल कामको सुरुवात गर्नुभएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, परमेश्वरले देख्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले काम गरिराख्नु भएको छ, तपाईँको सेवकाईमा परमेश्वरले काम गरिराख्नु भएको छ, तपाईँको बिजनेसमा, तपाईँको काम, हरेक कुरामा परमेश्वरले नै असल कामहरू गरिराख्नु भएको छ, अनि उहाँले नै कम्प्लिट गर्नुहुन्छ। त्यस कारणले गर्दा परमेश्वरमाथि भरोसा गरौँ, उहाँले नै उहाँको कामलाई हाम्रो जीवनमा देख्न दिनुहुनेछ। परमेश्वरले नै हामी सबैजनालाई प्रशस्त गरी आशीर्वाद दिउन्। यहाँहरू सबैजनालाई जय मसीह।